फाइनली गाइज हामी चाहिँ मौला कालिका मन्दिर दर्शनको लागि आइसकेको छौँ। हाम्रो टिमहरू यहाँ सबैजना हुनुहुन्छ। दर्शनको लागि लाइनमा बसेर चाहिँ भगवानको पूजा गर्न चाहिँ जान खोजिरहनु भएको छ। यसरी लाइनमै बस्नु भएको छ। मध्याह 12 बजेको घाम छ। मौला कालिका मन्दिर एकदम राम्रो भव्य हुनुहुन्छ उहाँ। यसरी लाइन बाई लाइन बस्नु भएको छ श्रद्धालुहरू। मौला कालिका मन्दिर भगवानको दर्शन गर्न पाउँदाखेरि तपाईलाई कस्तो अनुभव भएको छ? एकदम खुसी लागिरहेछ। भगवानको दर्शन धेरै धेरै खुसी छ। जो स्यासम्म आयो त्यही नै ठुलो कुरो होइन। एकदम खुसी लागिरहेको छ। लाइनमा बसिरहेको छु। एकदम पालो आइसकिहाल्यो। मनैदेखि एकदम आनन्द। भगवानको दर्शन गर्न पाउँदाखेरि भोग तिर्खा सबै हटेको छ हाम्रो। भन्दैन त्यो भिडियोमा त